आशा हेर्नु छैन मैले, कसले मलाई के दिन्छ? तपाईँ हामी जुट्नुपर्छ। तपाईँ हामी नजुटिकन यो देश बन्दैन। म यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। मैले धेरै कुराहरू मैले राखिरहन चाहन्न, कुरा तपाईँहरूले बुझिसक्नै भएको छ। तैपनि मैले तपाईँहरूलाई चाहिँ फेरि पुनर्ताजगी जस्तो गराएको छु। आज यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। आज हाम्रो पर्यटन मन्त्रीको पनि तपाईँको चाहिँ के अरे यतातिर आउने काम होइन, यता विष्णुपाद कता आउने ऊ छ अरे भन्ने मैले सुनेको छु। उहाँलाई पनि हार्दिक स्वागत छ। हामी धरानेहरू, हामी श्रमदाताहरू, हामी तपाईँको चाहिँ नेपालीहरू है, हामी एकले अर्कालाई सम्मान गर्छौँ, स्वागत गर्छौँ। कहीँ कतै हामीलाई नआइज त नआइज, पर जा भनेर हामीलाई दुर्व्यवहारहरू पनि भएका छन्। त्यसलाई पनि बिर्सिदिनुहोस्, त्यसलाई पनि के हो त बिर्सिदिनुहोस्। म सबैजनालाई भन्न चाहन्छु, अरूले हामीलाई दुर्व्यवहार गर्दैमा हामीले दुर्व्यवहार गर्नुपर्छ भन्ने छैन। आकाश जत्रो मन लिएर बाँचेको मान्छे, कत्रो मन लिएर? आकाश जत्रो। सूर्य पनि अटाउने, पृथ्वी पनि अटाउने, चन्द्रमा पनि अटाउने, सबै कुरा अटाउने आकाश जत्रो मन भएको मान्छे मात्रै श्रमदाता बन्न सक्छ है। हाम्रो जीवनको महत्त्व बुझ्नुहोस् तपाईँहरूले है। हाम्रो जीवनको महत्त्व भनेको केही सृजना गर्नलाई, के कार्य गर्नलाई हो। एकले अर्काको खुट्टा तानेर एकले अर्काको खुट्टा भाँच्नमा हामी लाग्नु हुँदैन। म यहाँहरू सबैजनालाई त्यो तपाईँको चाहिँ जोस जाँगरका साथ रहनका लागि, काम गरिरहनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र यहाँ थुप्रै खालका चाहिँ हाम्रा व्यवस्थापनसँग सम्बन्धित कामहरू छन्। ती कामहरू मैले सबैलाई भनिरहेको छु, फेरि पनि मिलेर मिलेर मिलेर। कोही पनि मेरो नजिक छैन, कोही पनि मेरो टाढा छैन, म समदूरीमा छु। मसँग हिँड्ने श्रमदाता चाहिँ मेरो नजिक हो, मसँग नहिँड्ने श्रमदाता जसको नाम मलाई थाहा छैन ऊ चाहिँ टाढाको होइन है। तपाईँ श्रमदाता हो भने म तपाईँको नजिकमा छु, उत्तिकै नजिकमा छु। कोही पनि मेरो नजिक, धेरै नजिक र टाढा भन्ने हुँदैन। मेरो भावना त्यो हो। म त्यस्तो मान्छे, म विभेद गर्न जान्दिनँ। यो प्रकृति जस्तो सूर्यले सबैलाई प्रकाश दिएको छ नि, छैन कि? तपाईँलाई चाहिँ दियो, तपाईँलाई चाहिँ दिएन भन्ने छ त? छैन, सबैलाई दिएको छ है। यो हावाले सबैलाई शीतलता दिइरहेको छ। एकछिन वर्षा भयो भने सबैलाई हामीले भिजाउँछ। त्यस्तो व्यवहार हुन्छ मेरो चाहिँ। धेरैले मलाई तपाईँको चाहिँ नि होइन गलत किसिमले टिका टिप्पणीहरू पनि गर्नुहुन्छ, त्यसो नगर्नु होइन। यहाँहरू सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। अन्त्यमा गीत गाउने समय पनि त्यति छैन, यतैबाट गाउँ। हाम्रो धरती हाम्रो आकाश भनौँ त, सबैले भने छैन। हाम्रो धरती हाम्रो आकाश भनौँ त। पछाडिकोहरू लजाइराख्नु भएको छ। हाम्रो धरती हाम्रो आकाश भन्नुहोस् त। हाम्रै परिवेश है। म यसलाई अलिकति उ गर्छु। हाम्रो धरती भनेको तपाईँ उभिएको जमिन तल, हाम्रो धरती हाम्रो आकाश तपाईँको के अरे टाउको माथिको आकाश। परिवेश भनेको चाहिँ तपाईँले आँखाले जे देख्नुहुन्छ त्यो सबै परिवेश। त्यो परिवेशमा म तपाईँलाई देख्दैछु, त्यो डाँडालाई देख्दैछु, त्यो रुखलाई देख्दैछु, त्यहाँ तलको खोलालाई देख्दैछु, त्यहाँका घरहरूलाई देख्दैछु होइन। त्यो घरहरूमा बस्ने मान्छेको मनहरूलाई देख्दैछु। यी सम्पूर्ण कुरा मिलेर बन्छ देश। आकाशले मात्रै देश बन्दैन, माटोले मात्रै देश बन्दैन, परिवेशले मात्रै देश बन्दैन, मान्छेले मात्रै पनि देश बन्दैन। प्रकृति, संस्कृति, प्रविधि सबै मिलाएर बन्छ देश। त्यो देश है, त्यो देश ध्यान दिनुहोस् है। त्यो देश बनाउनका लागि हामी सबैले के गर्नु पर्यो? मिलेर श्रमदान गर्नु पर्यो होइन। उता बोल्नु भयो, यता मलाई हेर्नु भयो, त्यसलाई भन्छ डिस्ट्राक्सन इङ्ग्लिसमा है। एकाग्रता खोइ हाम्रो होइन। डाँडामा भन्ज्याङ हुँदैन, डाँडामा सुम्नीमा पारवाङको प्रतिमा बन्छ है। त्यो त्यसै बन्दैन, तपाईँले बनाउने हो होइन। तपाईँसँग त्यति जाँगर छ? हात देखाउनुहोस् त मलाई त्यो जाँगरीलाई हात। यसले बन्छ, यसले बन्छ। हाम्रो धरती हाम्रो आकाश वरिपरि हेर्छौँ जे देख्छौँ हाम्रै परिवेश
श्रम गर्नुपर्छ सबै मिलेर, अनि मात्रै बन्छ यो देश। यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। म हुँ श्रमदाता भन्नु त एकचोटि जोसका साथ भन्नुहोस्। हेर्दिन म अरूको आश, हेर्दिन म जिउँदो लास, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। हलोसरी जोतिन्छु म। हलो देख्नु भएको छ? आशा हेर्नु छैन मैले, कसले मलाई के दिन्छ? ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, कसको आशा हेर्ने? म हुँ श्रमदाता। हार्दिक नमस्कार सबैलाई। हेलो, सम्पूर्ण श्रमदातामा नमस्कार। जय श्रमबार। आज हाम्रो सामुने हाम्रो सबैभन्दा ज्येष्ठ श्रमदाता, एकदमै हाम्रो प्रेरणाको स्रोत। उहाँले हामीले डे 1 देखि नै उहाँलाई हामीले पछ्याइरहेछौँ। उहाँलाई हामीले पछ्याउन सक्दैनौँ पनि। हामी भन्दा नि एकदमै भर्खरको जवान हाम्रो आदरणीय अग्र श्रमदाता काजीमान गुरुङ बाजेलाई म जहिले पनि मनदेखि जहिले नै एकदमै आदर गर्छु। उहाँको प्रेरणा हाम्रो सम्पूर्ण श्रमदाताको प्रेरणाको स्रोत हुनुहुन्छ। उमेरले 90 टेक्नु हो, तर पनि उहाँको जोस कहिले पनि घटेको छैन। र म धेर बोल्न चाहन्न। उहाँलाई यही सिलसिलामा चाहिँ जर्मन बस्नुहुने हाम्रो नेपाली चेली आदरणीय प्रवासमा बस्नुहुने आदरणीय अनिता रुचेनबुङ राई, उहाँको स्थायी ठेगाना चाहिँ धरान 16। उहाँले एउटा उहाँलाई मायाको चिन्ह आज उहाँको एउटा श्रमदान गर्नुहुन्छ। उहाँको कदर्सहरू बाजेलाई एउटा घडी पठाइदिनु भएको छ। यो घडी चाहिँ आज हाम्रो माननीय हर्क साम्पाङ राईज्यूको हातबाट हाम्रो बाजेलाई हस्तान्तरण गर्दैछौँ। र बाजे तपाईँको यता आउनुहोस्। बाजेलाई यो घडी हस्तान्तरण गर्दैछौँ। हाम्रो संविधानहरूका सम्मानले लगाइदिँदै हुनुहुन्छ। धेरै बाँच्छु खलिफा भवन। थानलाई सार्नको लागि तयारी हुँदैछ। सेवा दाजु यो आजको हाम्रो के भन्छ शिलान्यास जहाँ चाहिँ हामीले गरेको थियौँ सुम्निमा र पारुहाङको थान, त्यसलाई सार्ने काम हुन्छ भनेर भन्नुभएको थियो हिजोको भिडियोमा। सबैलाई यो जानकारी पनि भइसकेको छ। यसमा चाहिँ के छ, आज सारिन्छ कि नै? हामी म्यानेजमेन्ट टिमले चाहिँ हजुर आज सारौँ सबै सम्पूर्ण श्रमदाताहरूको बिचमा चाहिँ हामीले यो थानलाई चाहिँ यता मुनेर हो, ताकि यो ठाउँलाई चाहिँ अब हामीले सम्झाउनु पर्ने हुन्छ, छाप्नु पर्ने हुन्छ होइन। हजुर त्यो कारणले गर्दा यो थानलाई चाहिँ हामीले यहाँ मुनि सार्ने भनेर हामीले तयारी पनि गर्दै थियौँ। हजुर तर अहिले माननीयज्यूले आएर आज होइन मङ्गलबार सार्नु भनेर उहाँले भन्नुभयो। यही आउँदो मङ्गलबार पछि 3 दिनको हजुर हजुर र उहाँको भनाइअनुसार होइन हजुर सल्लाहअनुसार हामी मङ्गलबार सार्दैछौँ बहिनी। आज हजुर भनेपछि अब मङ्गलबार मात्र सार्ने परिमाने होइन। हुन्छ, हस् दाजु, हस्, धन्यवाद। मामा सेवा, यो हाम्रो सुम्निमा र पारुहाङको थान आज सार्ने कुरा भएको थियो नि, के हुँदैछ? आज सर्दैन, आज नसर्ने। अघि माननीयज्यूले भनेको बिना साइड सरिँदैन। हजुर यो आउने मङ्गलबार
साइत हो। अब आउने मङ्गलबार चाहिँ सारिन्छ ए आज सारिँदैन दत्त मामाले नि भनिसक्नु भयो यो सुम्निमा पारुवाङको थान चाहिँ आज सारिँदैन यसको चाहिँ साइत हेर्नुपर्ने रहेछ नाना कहाँ त्यसै हुन्छ कि यो त हाम्रो त शक्तिपीठ हो नि हो, राम्रो सुन्नुहोस्। हो। जस्तो अब मुकुमलुङ भयो अहिले पाथिभरा भन्छन् होइन हो। अनि उता तपाईँको कोका देवी भयो हो। होइन घोडाहरू हो तीभन्दा छेती आमा बाउ पो त हो। उनीहरूलाई हो। त्यसै गर्नु हुँदैन नि त हो होइन म चाहिँ मैले सोचेँ आज शनिबार साइत हेरेको होला होइन हेर्नुभएको होला भने क्या होइन अनि त्यही कुरा भइरहेको थियो नि त हिजो अस्ति पनि हजुर ए हुन्छ हस् मामा ब्रुम ब्रुम भनेको चाहिँ तपाईँको आत्मा चाहिँ कतै नहलियोस् है साथी म लिएर जान्छु र तपाईँलाई सुरक्षित ठाउँमा राख्छु भनेर पुकार्नुपर्छ अनि पो हुन्छ त कहाँ त्यसै हुन्छ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यसरी जहाँ चाहिँ यहाँ टाइल्स बिछ्याइएको थियो यो टाइल्समा चाहिँ यसरी टाइल्स चाहिँ उठाएर यतातिर सुम्निमा पारुहाङ प्रतिमा बस्ने यति छिटो हुँदो रहेछ कि यति छिटो हुँदो रहेछ कि बाफ रे बाफ यसरी देख्न सक्छौँ श्रमदाता हौँ हामी होइन म बाफ्रे के हो यो श्रमदान यसरी चाहिँ यो डाँडा पाखा चाहिँ सेतोले ढाकेको चाहिँ हामी देख्न सक्छौँ सेतो भन्ने कुरा नै सेतो भन्ने चिज नै शान्तिको प्रतीक भन्छन् होइन शान्तिको प्रतीक अरे नि त सेतो अब यसरी चाहिँ सबैले सेतो श्रमदानको टी सर्टमा चाहिँ यसरी भिड देख्न सक्छौँ है ल यहाँ हेर्नु होला कमिलाको ताती मसिनो देखिराख्नु भएको छ यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर यो ढुङ्गा तल बाटो यहाँ बाटोमा बस्ती आउनु भएको थियो यो बाटो यो नयाँ बाटो खोलिएको थिएँ यहाँ डाँडामा रहेको पारुवाङ त्यत्तिकै छ उता हेऱ्यो त्यत्तिकै यता हेऱ्यो त्यत्तिकै है बाफ्रे 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 अनि त्यो त ल यस्तो छ आज श्रावण 9 गते जता हेरे पनि सेतै हैन पुरै यो सुम्निमा पारुवाङ प्रतिमा एरिया चाहिँ ढाकिएको देख्न सक्छौँ हामी सोलिङको लागि हो विशेष गरेर छोरा मान्छेहरू तल जाऊ सोलिङको लागि तल जाऊ सबैजना जानु पछाडि आउने सबैजना श्रमदाता हो सबैजना एकछिन झरौँ सबैजना एकैछिन ठक्का ठुक्का गरिहाल्ने त्यहाँ दाजु ठिक छ ल यसरी चाहिँ श्रमदाताज्यूहरू बस्ने पानी पर्दा पानी छेक्ने घाम लाउँदा घाम छेक्ने ओट लाग्ने घर पनि यसरी बन्दैछ यहाँनिर हैन देख्न सक्नुहुन्छ
कता 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 यहाँ त साथीहरू खोज्नु पनि निकै गाह्रै पो छ त है। म यता जान्छु ल। ल अघिदेखि उचालेको कि अहिले देखाउनुको लागि मात्र हो। ल ल खिचिसके। ल बाफ रे बाफ यस्तो छ अब। ल यस्तो छ यो चाहिँ सुम्निमा र पारुहाङ प्रतिमा थानमा हिँड्दै जाने बाटो हो। अब यो माथि चाहिँ फिल्डमा चाहिँ फिल्ड सम्माउने काम हुँदैछ। त्यहाँ माथि मेसिनहरू चलिरहेको छ। त्यहाँ चाहिँ अब बाटो बन्द हुन्छ अगाडि जाने। त्यसले गर्दाखेरि यता यो बाटोलाई अब चाहिँ मान्छे हिँड्ने बाटो चाहिँ यसरी सोलिङ हुँदैछ। यस्तो राम्रो है। ल जाने नि किन तल जाने? ए आउनुभएको छ? ए यो बाटो कहाँ घुमेको छ कता घुम्दैछ भन्ने कुरा तपाईँहरूले थाहा पाइसक्नु भएको छ। यो चाहिँ ठ्याक्कै माथि यो फिल्डमा काम हुँदैछ। माथि सम्माउने काम हुँदैछ। त्यसले गर्दा त्यहाँ मेसिनहरू चलिरहेको छ। त्यहाँ चाहिँ अलिकति अप्ठ्यारो नहोस् भनेर घुम्न आउने पर्यटक घुम्न आउने मान्छेहरूलाई चाहिँ यो बाटो हिँडाउने भनेर चाहिँ यो बाटो चाहिँ सुम्निमा पारुहाङ प्रतिमा स्थल थानतिर सरासर हिँड्ने बाटो चाहिँ अहिले घुमाएर यहाँ तलदेखि सट्टै यही लाइन चाहिँ माथि सुम्निमा पारुहाङको थान अघि नै मैले भने तपाईँहरूलाई त्यो अब सार्ने ठाउँमा ठ्याक्कै यो बाटो जोडिएको छ। यता गीत गाइराख्नु भएको छ साह्रो रमाइलो। मलाई उहाँहरूले बनाउनु जानुभएको दिदीले एकदमै राम्रो मेरो साइना छोरीको साथी नाना सायाङ दादा होइन के पो तिम्रो सुम्निमा तायामा ए तायामा नानी पनि यसरी चाहिँ श्रमदानमा आउनु भएको छ। बहिनीले खुब कुरा गर्छ है तिम्रो। हजुर तायामा नानाले साह्रै स्याहार्नुहुन्छ अरे। तायामा नानाले साह्रै स्याहार्नुहुन्छ अरे। मम्मी बाबासँग भेट भयो अस्ति बहिनीले चिनाउनु भयो है। रहेछ ल ल धन्यवाद। यो भन्दा 3 वर्ष अगाडि होला। 3 वर्ष अगाडि तपाईँ किन आउनुभएको त्यहाँ? म श्रमदान अब चुन्डे डाँडामा सुम्निमा पारुहाङ बनाउने खन्छ सर्वदान त्यहाँ हुन्छ भनेर म आएको थिएँ। आउँदाखेरि खै कुराकानी त हुँदैछ सुरु भएको छैन भन्नुभयो तपाईँ। कसले भन्यो?
तपाईँले भन्नुभएको रहेछ मैले बिर्सेँ अहिले चाहिँ मलाई सम्झिनु भयो म साह्रै गलेर आएको थिएँ तपाईँले खाजाहरू खानिदिनु भयो अनि मैले पैसा दिएर लिनु भएन लु सबै याद रहेछ त अनि उहाँलाई लु बाजेलाई हजुर सन्चै भाइ घर तिराइदिनु भन्नुभयो अनि कति हो पैसा भाडा भनेको के को भाडा उहाँ आम्मामामामा है कति राम्रो भयो नि यहाँ साँच्चीकै फरर र झन्डाहरू हुनु हो भने टक्कै झन्डा हुनुपर्छ नि अगाडि हिँड्नु न आज दोस्रो शनिबार चाहिँ श्रमदाताहरू मार्फत निर्मित यो सिन्धुमा पारुहाङ मन्दिर पुग्ने बाटो हो है तपाईँहरू आउँदा यो बाटो हिँडेर आउनुपर्ने हुन्छ यसमा चाहिँ यो छेउछेउमा चाहिँ अब झन्डा राख्यो भने चाहिँ उत्तम एकदमै राम्रो देखिने रहेछ भन्दै हामी चाहिँ यहाँ अनुसन्धान गर्दै अब चाहिँ घर लागेको दाजु लु दाजु हामी लाग्यौँ आजको लागि सकियो होला हजुर हो छेउछेउमा चाहिँ झन्डा राख्नु गोपाल दाजु त्यसरी लट्ठीसँगै उकालो हिँड्दा त पाथी भएरतिर निस्किँदै गरेको मान्छेहरूको यस्तो देखेको छु क्या तपाईँलाई सेम देख्यो हो हो गोपाल दाजु यहाँनिर उकालो जाँदै हुनुहुन्छ आज दिनभरिको काम हेर्दै हेर्दै कति मजाले दाजुलाई त त्यो पाथी भराको उकालो सिँढी चढेको जस्तो पो देख्यो कि है ठ्याक्कै उताबाट तेर्सो 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 आएर माथि गएर उकालो 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 है वाउ ल हेर्नुहोस् त यस्तो राम्रो क्या अनि म्याम कस्तो लागिरहेछ आजको दोस्रो श्रमबार आज दोस्रो सोमबार एकदमै रमाइलो निकै उन्नति प्रगति भयो यहाँदेखिको उहाँसम्म बाटो लग्यो आज सुम्निमा पारुहाङको थानसम्म सुम्निमा पारुहाङ चाहिँ कहिले मङ्गलबार अरे सर्ने हजुर मङ्गलबार सर्दैछ त्यहाँसम्म जानको लागि बाटो हो यो चाहिँ हो अनि यहाँ चाहिँ फेरि गाडी कुदाउने भन्नु होला गाडी कुदाउने होइन चाहिँ मान्छे हिँड्ने फुटपाथको हो अनि आज चाहिँ हामी श्रमदान सकेर अब घर हिँडेको है बाई 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 पुरै यो बाटो त कहाँ कहाँ जस्तो पो भयो यहाँ मान्छेले यो सुरुमा हेर्दा चाहिँ थाहा पाउँदैन के अहिलेको लागि चाहिँ यहाँ हेर्नु सिँढी बनिएको